कुरो राजनीतितिर चलिरहेछ, राजनीति गरौँ। अब चाहिँ नि चुनाव त सक्यो, सरकार नि बन्ने भयो, रासपाका सरकार बन्ने भयो भनेपछि अब रासपाले गर्नुपर्ने चाहिँ के हो त? 84 को लागि जुन चाहिँ स्थानीय निर्वाचन हुँदैछ त्यसको लागि चाहिँ गर्नुपर्छ चाहिँ के होला, के कसरी गर्नुपर्छ होला? अब रासपाले अहिले भर्खरै सर गर्नुपर्ने 84 को लागि स्थानीय सरकारको लागि पनि रासपाले चाहिँ राम्रो मान्छे निकाल्नको लागि अहिले धेरै प्रष्ट अलि धेरै मेहनत गर्नुपर्छ। किनभने सर यता संसद निर्माण पनि गर्नुपर्ने छ हैन, यता स्थानीय चुनावको लागि अर्थात् स्थानीयमा पनि राम्रो मान्छे पनि ल्याउनु छ। त्यही भएर यसको लागि अलिकति जटिल नै छ सर। जस्तो हजुरले बाबुराम भट्टराईको पालामा जस्तो माथिको हेडक्वार्टर ठिक छ, तलकोले काम नगर्दैछ ऊ अनसक्सेस हुन्छ। जस्तै अहिले बालेन्द्र शाहले काम गरेर महानगरपालिकामा जति काम गर्दै थियो त्यस्तै तलकोले काम नगर्दै भए त त्यो सक्सेस हुन्थेन नि त हैन। त्यस्तै जस्तो अब हाम्रो सबभन्दा पहिला स्थानीय निकाय जगमा चाहिँ मेन सुधार हुनु पर्यो। त्यो मेन जगमा सुधार भयो भने 84 को लागि स्थानीयमा राम्रो मान्छेहरू आउँछन्। राम्रो मान्छे रासपाबाट मात्रै आउनुपर्छ भन्ने छैन सर। जुन पार्टीबाट आए नि देशको लागि भलो चिताउने खालको चाहिँ आउनु पर्यो। तर खबरदारी चाहिँ हामीले गरिरहेको हुन्छौँ जहिले पनि, जुनसुकै पार्टीको होस् जेसुकै होस्, खबरदारी चाहिँ हाम्रो एउटा अधिकार पनि हो। त्यही भएर पहिला सुरु सर। अब अहिले भर्खरलाई मेरो आफ्नो विचारमा चाहिँ के छ भने स्थानीयमा हाम्रै गाउँको अन्तको जहाँको पनि कुरा गर्दाखेरि उनीहरू समयमा उपस्थिति नभइदिनु। गर्नुपर्ने सुधारहरू चाहिँ के हो त? अब स्थानीयको लागि अहिले भर्खर अफिसमै सर, अफिसको लागि पनि अलिकति गर्नुपर्छ। के भने अफिसमा पञ्चिङ सिस्टम लगाउने, सरकारी कर्मचारी जति सबैलाई 10 बजे भन्दा पहिला पछि 10.002 भन्दा पछि आउने, 10 भइसकेपछि आउनेलाई आउट, 10 भन्दा पहिले इन हुनु पर्यो है। 5 बजेपछि आउट हुनु पर्यो। कुरो न 10 देखि 5 त चाहियो। स्कुल त होइन 10 देखि 4 हुनलाई, अफिस त 10 देखि 5 त चलाउनु पर्यो नि। 10 देखि 5 लाई चलाउनु पर्यो है। वडा अध्यक्ष 24 आवर त्यही हुनु पर्यो। अब वडा अध्यक्ष सचिव प्रशस्त मात्रामा हुनु पर्यो सर। योभन्दा अघिल्लोचोटिको मेरो कहानी सुन्नुहुन्छ अलिकति? अहिले नसुनाऊ, अर्कोचोटि सुनाउँछु। सचिव एकदम कम्ती छ। कुरो न सचिव भर्ना गर्नु पर्यो। काम कुनै पनि हालतमा रोक्नु भएन, वहाँ गएर लाइन बस्नु परेन। एकदम अनलाइन सिस्टम हुनु पर्यो, पेमेन्ट सबै अनलाइन सिस्टम हुनु पर्यो। अझै पनि त्यहाँ क्यास सिस्टम छ, क्यास सिस्टम चल्दैन, अनलाइन सिस्टम हुनु पर्यो त्यो पनि। कुरो न त्यही भएर अहिले राजसभाले तत्कालै गर्नुपर्ने भनेको जति पनि सरकारी कर्मचारी कार्यालय छन् तिनमा सबै सीसी क्यामेरा हाल्नु पर्यो सर। सीसी क्यामेराको चाहिँ डिस्प्ले बाहिर जुन जनताहरू बसिरहेको हुन्छ नि, वेटिङ बसिरहेका हुन्छन्, लाइनमा बसिरहेको हुन्छन्, त्यहाँ देखिनु पर्यो सर, ताकि त्यो कर्मचारीले के गरेछ भनेर। यो पहिला सुधार हुनु पर्यो सर। यति भएपछि कर्मचारी लाइनमा आउँछन्, काम राम्रो हुन्छ। त्यो सँगसँगै सरकारलाई फेरि चुनौती, त्यो नेट पनि गतिलो हालिदिनु पर्यो सर। फेरि एउटा क्लिक गरेछ त्यही घुमेको त्यो पनि ठिक भएन। सरकारले नेट राम्रो गरिदिनु पर्यो। त्यो कर्मचारीले बनाएको जस्तो लाग्छ मलाई चाहिँ, किनकि हामी त साधारण ग्राहक हौ। त्यो भएर कर्मचारी हो। कहिले काहीँ चाहिँ हामीले यसो बुझ्दाखेरि त रिस त धेरै उठ्छ। यिनीहरूको चाहिँ सिस्टम देखेर बाक्क भइसकेका छौँ कि होइन। त्यो भएर चाहिँ नि उनीहरूले छेडखानी गरेर बिगारिदिन्छन् कि जस्तो पनि लाग्छ है बेला चाहिँ एकदम। जस्तो हामी सर अब यातायातमा गइयो भने यातायातमा गएर लाइन बस्छौँ। यातायात गर्नु भने मालपोतको भनौँ, सबभन्दा भ्रष्टाचार हुने मालपोतको कुरा गरौँ सर। प्रत्येक त्यो के भन्छ अरे झ्यालमा लाइन हुन्छ क्या सर, प्रत्येक झ्यालमा। त्यहाँ फेरि बिचौले आउँदा सर ट्याक्क ल्याउने, माथिबाट ट्याक्क छिराउने, कहिले टेबलबाट ट्याक्क छिराउने। त्यो त हुन्छ। त्यसको लागि चाहिँ सीसी क्यामेरा तपाईँले देख्नु भएको छ, मैले पनि देखाएको छु। जसले चाहिँ नि कारबाही गर्नुपर्ने उसले देख्दैन। फेरि उनीहरूले नि देखेको छ सर। ऊ मिलेमतेमा छन् उनीहरू सबै, मिलेमतमा भएर त्यो भएको। यदि मिलेमतमा हुन्थेन भने राम्रो। अनि त्यसपछि त्यही भएर फर्स्टमा क्यामेराहरू एकदम पर्फेक्ट रूपमा लगाउनु पर्यो, पञ्चिङ सिस्टम गराउनु पर्यो, नेसनल आइडी बनाउनु पर्यो। अनि त्यति हो अहिले त्यति भएपछि अनि अन्तिममा चाहिँ तपाईँले यो जुत्ता चाहिँ कहाँबाट छोडेर ल्याउनु भयो? ए सर यार, तपाईँ लास्ट नगर्नु यार।